हेलो फ्रेन्ड्स, आज चाहिँ मैले न्यू भिडियो ल्याएको छु हजुरहरूको लागि। अनि यसमा चाहिँ के हो भन्दा यो मेरो अपराजिताको बोट हो। मैले चाहिँ यसलाई यस्तो हार्ड प्रुनिङ गरेको थिएँ नि फेब्रुअरीको स्टार्टिङमा। यो जुन डाँठहरू देखेछ यो डाँठ मात्र थियो कि ग्रिन केही पनि थिएन, जस्ट सिङ्का जस्तो डाँठ मात्र राखेर मैले हार्ड प्रुनिङ गरेको थिएँ। किनभने पुरै फलको सिजन थियो, पुरै पातहरू झरिसकेको थियो अनि डाँठ मात्र बाँकी थियो। अनि अहिले हेर्नु न फुलेर कस्तो राम्रो भएको छ कि, यस्तो मजाको भएको छ नि। अनि कति राम्रो ग्रिन देखेछ, फुलेको पनि कति राम्रो छ नि। यो अपराजिता पनि दुई थरीको हुँदो रहेछ नि, एउटा सिङ्गल पत्रावाला, एउटा चाहिँ यस्तो डबल रोज जस्तो हुँदो रहेछ कि। अनि यो मैले यो चाहिँ सेतोवाला बिउ रोपेको थिएँ, सेतो पनि उम्रिसकेछ, अरू पनि बिउहरू रोपेको थिएँ। अनि यो चाहिँ फर्सीको बिउ हो, अहिले यत्रो भएको छ। अनि अस्ति सिना आएको थियो, त्यसले गर्दा फर्सीको बिउ च्यात्दियो क्या, त्यो पात पनि च्यात्दियो। अनि यो सेमीको बिउ हो होइन, यहाँ हेर्नु चिरा लाग्छ क्या त्यो असिना। यहाँ चाहिँ मैले खुर्सानी रोपेको, खुर्सानीको बिउ रोपेको त्यत्रको त्यत्रै छ। टमाटर आफै उम्रेर त्यत्रो फलिसक्यो, हेर्नु न